भर्खरै बालेन शाहज्यूले चाहिँ फेसबुकमा स्ट्याटस अपलोड गर्नुभएको छ साथीहरू। म तपाईँहरूलाई उहाँले लेखेको स्ट्याटस चाहिँ पढेर सुनाउँछु है त। राणा शासनको अन्त्यको माग गर्दै सङ्घर्ष गर्ने गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त मोतमा र शुक्रराज शास्त्रीले तत्कालीन राज्यले क्रूरतापूर्वक हत्या गरेको 85 वर्ष भएको छ। त्यसको 10 वर्षपछि राणा शासनको अन्त्य भयो, तर राज्य जनताको बन्न सकेन। यसपछि पनि नेपाली जनताले निरन्तर सङ्घर्ष गरिरहनु पर्यो। 85 वर्षमा पटक पटक व्यवस्था फेरियो, सत्ताको चरित्र फेरिएन। पटक पटक नेपाली जनता शहीद भए, तर शहीदका सपना पुरा हुन सकेनन्। 85 वर्ष पहिले जस्तै यसपालि पनि भदौको जेनजीको आन्दोलनमा सुशासन र भ्रष्टाचारको अन्त्यको माग राखेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा र विद्यार्थीले आफ्नो अमूल्य जीवन बलिदान दिनु पर्यो। अहिले हामी ती शहीदहरूका सपना पुरा गर्ने बाटोमा अघि बढिरहेका छौँ। लामो समयसम्म जडा गाडेर भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्दै नेपाललाई आर्थिक रूपमा उन्नत मुलुक बनाउनु पर्ने दायित्व हाम्रो काँधमा छ। राज्यका निकायहरूमा भएका चरम दलीयकरणको अन्त्य गर्दै राज्यलाई जवाफदेही र पारदर्शी बनाउनु पर्ने दायित्व हामीसँग छ। यी शहीदहरूको बलिदानलाई बेवास्ता गर्ने छुट अब हामी कसैलाई छैन। अब समय आएको छ शहीदका रगतलाई सम्मान गर्दै उहाँहरूको सपना पुरा गर्ने, सुशासनयुक्त भ्रष्टाचार मुक्त देश बनाउने। यसपटकको शहीद दिवसको सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूको स्मरण गर्दै उहाँहरूको बलिदानलाई सार्थक पार्न मन, वचन र कर्मले प्रतिबद्ध भएर लाग्ने समय हो। फेरि कसैले शहीद बन्न नपरोस्। सम्पूर्ण शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली सम्मान भनेर उहाँले स्ट्याटस हाल्नु भएको छ। साथीहरू, तपाईँहरूलाई के लाग्छ यो स्ट्याटसको बारेमा? आफ्नो ओपिनियन चाहिँ कमेन्ट बक्समा लेख्नु होला है त।